हेलो साथीहरू, हामी चाहिँ बुटखोरीमा छौँ अहिले। हेर्नुहोस् यस्तो बाटो छ। हामी चाहिँ यस्तो बाइकमा चाहिँ हिँडिरहेका छौँ। यो एरिया भनेको मोसखोरी हो। हेर्नु त यहाँ तल मोसखोरी मावि छ। उता पारिपट्टिको चाहिँ घट्टे गाउँ हो। यो सब मोसखोरी एरिया हेर्नुहोस् त। यतापट्टि सेरा, पुरा चाहिँ माथि चाहिँ यता दानछोडो झरना हो। अहिले चाहिँ अलिकति चाहिँ पानी चाहिँ सकेको छ। यहाँ चाहिँ दोभान छ हेर्नुहोस्। यो चाहिँ छिनीगाडबाट चाहिँ गएको खोला, यतापट्टि धौलीगाड, दुईटाको दोभान, अनि यताबाट चाहिँ तल बग्छ। यो चाहिँ पारिपट्टि चाहिँ यहाँनिर पाटे गाउँ, यतापट्टि बुढखोरीको चाहिँ तल्लोतिर रोड गएको छ। यो बुढखोरीका बस्तीहरू माथिसम्म छ। हेर्नुहोस् त तल्ली बुढखोरीको ठाउँ। यता चाहिँ यो चाहिँ झ्याल्ट्या रुख है, अत्यन्तै राम्रो छ है। यो चाहिँ बुढखोरी प्रवासमा बस्ने दाजुभाइहरूले चाहिँ यो खोलादेली बनाएको छ। यता माथि चाहिँ सुरमा देवीको मन्दिर जाने बाटो हो है। कठिन यात्रा छ, एकदम चाहिँ बाटो बनिएको छ, तर चाहिँ राम्रो अवस्था छैन। ल सबैलाई धन्यवाद है।